हेलो गाइस, के छ सन्चै हुनुहुन्छ होला। हामी चाहिँ अब आज कहाँ जान लागेको भान्जी भनिदेऊ त। इस्कन कता छ इस्कन? टाढा छ। बुढा लिमकण्ठ जान लागेको गाइस। यहाँ सबैजना दिदी, म, मम्मी, आन्टीहरू, भान्जी भएर जान लागेको। सो गाइस, उहाँ चाहिँ मेरो दिदी हो। दिदीको नाम स्टेला आचार्य हो। स्टेला आचार्य दिदी। भान्जीले नै आफ्नो नाम भन्नु न यहाँ। अर्निका स्टेला खत्री भान्जीको नाम चाहिँ। सो गाइस, अब मम्मीहरू उता आउँदै हुनुहुन्छ। मम्मी र आन्टीहरू उता आउँदै हुनुहुन्छ। गाइस, उहाँ चाहिँ मेरो मम्मी। मम्मी आफ्नो परिचय भनिदिनु, नाम के हो हजुरको? कृष्ण गौतम। कृष्ण गौतम। ठिक छ, हामी जान लाग्यो टक्क। अब आन्टी चाहिँ आउँदै हुनुहुन्छ। आन्टी पनि देखाउँछु अहिले आउनु भएपछि। मेरो आन्टी हो, उहाँ पनि आउँदै हुनुहुन्छ। हेलो भनिदिनु। सो गाइस, हामी चाहिँ हिँडेको यहाँबाट टक्क लाएर सबैजना भएर कति 1 2 3 4 5जना छौँ। टक्क लाएर मम्मी यता हेर्नु सुजना आन्टी। भान्जी त्यस्तै हो गाइस। यहाँबाट कति लाग्छ दिदी यहाँबाट टाइम? यहाँबाट कति भनेपछि त्यही 1 घन्टा त लाग्ला। इस्कन भने इस्कन त 1 आवर त लाग्दैन। 30 मिनट्स 45 मिनट जति लाग्छ गाइस। त्यही हो। अब हामीसँग जोडिँदै गर्नु, म भनिरहेको हुन्छु, देखाइरहेको हुन्छु हजुरहरूलाई। आज घाम पनि लाग्दैन, जाडो छ काठमाडौँमा। आज 2 दिन जति पानी पर्ला भनिरहेछ त्यो वेदरले पनि। अहिले त्यस्तो घाम त लाग्दैन। पानी पर्दा जाडो छ, यत्रो मोटो ज्याकेट लगाएर हिँड्नु परिरहेछ। सो गाइस, हामी चाहिँ पुग्यौँ। पहिला हामी इस्कन जाने हो, अनि बल्ल बुढा लिमकण्ठ जाने एकछिनपछि पुग्यौँ। भर्खरै जाडो रहेछ यतातिर। उता अलिक घाम लागेको थियो बानेश्वरतिर, यता त अलिक जाडो रहेछ। हेर्नु न भ्यूहरू, त्यहाँ माथि बौद्ध छ, यता बुढा लिमकण्ठको बौद्ध। दिदी मान्छे यहाँ आऊ न। कस्तो हुँदैछ त यहाँ आए गर्थ्यो? जाडो भइरहेछ। ज्याकेट कति लानु? अहिले लानु। रमाइलो रहेछ त्यो सेता। चलपल दिइरहेछ उता बाइकमा, पुरा निस्काएर हामीले गाई। त्यसो त दिदी कस्तो भइरहेछ? रमाइलो भइरहेछ। उयो अगाडि घरहरू क्या दामी तानछिनको जस्तो भाइ भएको के पाल्पाको। आइसक्रिम पार्टी त हान्नै पर्यो। आइसक्रिम पार्टी मकै खाँदै हुनुहुन्छ बसेर। कस्तो छ मम्मी मकै? मिठो छ? दामी छ अरे मकै, मिठो छ। मकै खान लागेको गाई। जब यस्तो ब्लग क्लोज हान्न लागेको मकै खाएर आइहाल्यो है। धुवा आयो। मैले त मकै पनि खाइसकेँ। मम्मीहरूले खाँदै हुनुहुन्छ। म फेरि सुपर फास्ट हो नि त, मकै त खाइदिइहाल्छु। दाँतमा पनि अड्किरहेको सुपर फास्ट त गाई म। कसले दिदी?
बोक्रा त्यस्तै हुन्छ कि क्या दामी छ भ्यू पुरा पुरा भिलेज टाइपको के सबै मम्मीले पनि ह्याङ्की उतै खेल्नु भयो ल्याउनु पर्ने मजा आयो यार मकै खाना पिरो पिरो अचार लजाइदिनु भएको अरे यता हेर्नु न दिदी मजा आइरहेछ खाना चाहिँ गेटबाट छिर्यौँ इस्कनको टक्क अब घुम्दै घुम्दै जाने माथिसम्म टक्क उता म पनि आएको थिएन फर्स्ट टाइमै हो उता रहेछ मान्छेहरू हुनुहुन्छ टन्न छन् टक्क लाएर जाने अब यहाँ माथिबाट यस्तो गरेर यस्तै त भोगटे पनि धेरै रहेछ रुखै रहेछ टक्क लाएर कृष्णजीको स्ट्याचुहरू पनि रहेछ दामी दामी टक्क मान्छेहरू हिँडिरहेछन् राम्रो रहेछ जसमा फर्स्ट टाइममै दामी लाग्यो मलाई यहाँ कपडाहरू यता सेलमा राख्नु भयो रहेछ सेल होइन त्यो सेल होइन यो किनलाई हो ए थाहा थिएन गाई सरी सरी सेल होइन रहेछ त्यो फिटबेस अभाइलेबल यो के हो दिदी यिनीहरू चाहिँ सप के को छ कृष्ण मन्दिर अहिले रमाइलो भइरहेछ मान्छेहरू एकदम धेरै आउनुभएको छ यता चाहिँ फोटोहरू खिच्न नपाइँदो रहेछ रहेछ त्यही भएर हामी चाहिँ यता अब टिका लाउँदा हिँडेको टिका लाउने अब इस्कनको टक्क ल्याएर यहाँ चाहिँ टोकन सिस्टम रहेछ जुत्ताहरू भित्र राख्नु पर्दो रहेछ टोकन दिने टोकन लिएर आएको टक्क हामी यसो अब यस्तो घुम्ने यताउति घुमघाम के छ यहाँ उहाँ स्ट्याचुहरू हेर्नु त दामी दामी स्ट्याचुहरू वा कृष्ण भगवान्जी र गोपीहरू होइन र गोपीहरू वाउ गाइस क्या दामी ड्याम जस्तो के हो यो स्टोन ठुल्ठुलो झरना टाइपको रहेछ दामी लाग्यो मलाई त टक्क मान्छेहरू टक्क लगाएर माहौल रमाइलो छ गाइस यहाँको एकदम म त फर्स्ट टाइम आएको दामी लाग्यो मलाई त गाइस अब चाहिँ टिका लाउने हामीले टक्क यहाँ इस्कनको कृष्णजीको टिका सो गाइस टिका पनि लगायौँ आज चाहिँ माछा मासु के खाना हुनु अरे यो टिका लगाएपछि चाहिँ आज चाहिँ अब फुल्ली भेज हो हामी दुईटै सो गाइस मम्मीहरू पनि आउँदै हुनुहुन्छ टक्क दुईजना टक्क हिरोइनहरू नमस्ते गर्नुभएको छ नमस्ते
मान्छेहरू कति धेरैजना हुँदो रहेछ आज सबै दर्शन गर्न आउनुभएको छ इस्कन चर्च वाउ इसले त्यो खोलाहरू तरेर आएको कृष्ण भगवान चाहिँ होइन र त्यो के भन्छ नाग पञ्चमीको जुन पूजा गर्ने उहाँ त होइन कस्तो राम्रो भ्यू आयो कस्तो राम्रो है हेर त त्यहाँ परेवा दाना खाइरहे के हो तल स्टलहरू उतातिर रेस्टुरेन्टहरू छ ए बेच्न राखेको त्यो कस्तो होला नि राम कृष्ण हरे कृष्ण चाहिँ भगवान श्रीकृष्णको जन्मेदेखि पछि ठुलोसम्म गर्नुभएको सम्पूर्ण लीलाहरू छ त्यो चाहिँ हाम्रो श्रीमद् भागवतमको 10th क्यान्टो पनि हो 10th क्यान्टो चाहिँ हामीले एक्सट्र्याक्ट गरेर यो पढ्नाले चाहिँ भगवानको स्मरण हुन्छ भगवान कृष्णका लीलाहरूको बारेमा सुगाइज यो पाथ पर्फेक्सन चाहिँ हामीले किन्न लगेको यहाँबाट एक्सप्लेन गरिदिनु पाठ प्रोफेसन चाहिँ हाम्रो लाइफमा कसरी पर्फेक्ट हुने त हजुर लाइफमा मान्छेहरूले आफ्नो आफ्नो तरिकाले जिएर राख्ने शास्त्र चाहिँ कसरी लाइफमा चाहिँ अगाडि बढाउने कसरी खुसी हुने भन्ने किताब पढेको थियो त्यो कुरा थ्याङ्क यू सो यो माछा अनि यो त्यसरी मतलब माछामा चाहिँ सबै नहालेको त होला नि सबै भेजिटेरियन यो लगाएपछि त खाएर पनि हुन्न मासु त हामीलाई टिकाको अर्थ भनिदिनुहोस् न जस्तो यसको सबै रुल्स हुन्छ भन्छौँ नि यति यहाँसम्म लायो भने चाहिँ समथिङ के समथिङ तलसम्म लायो भने के हो रे भन्नुहोस् त तलसम्म लायो भने यो तुलसी पत्ता हो त्यही भएर यस्तो क्याफिनहरू यताउति खानु हुँदैन लसुन प्याज खानु हुँदैन माछा मासु त खानै भएन अनि यहाँ यो माथि फर्केको चाहिँ भगवानको चरण हो तल पात बनाएको चाहिँ तुलसी पत्ता थ्याङ्क यू हस् राधे राधे हरे कृष्ण यहाँ चाहिँ दामी एन्टिक पिस देखेँ मैले शिवजीको यस्तो दामी मूर्ति माथिको त्यो के हो त्यो आइस झरे जस्तो दामी छ तर है खतरा लाग्यो यता चाहिँ ज्ञानहरू बाँड्नुभएको छ गुरुजीहरूले ज्ञान लिनुभएको छ दिनुभएको छ हाँस मजाक भइरहेछ इस्कनको भाइ भइरहेछ जे फर्स्ट टाइम आएको त्यही पनि क्या रमाइलो लागिरहेछ म त यस्तो दामी भाइ आउँदो रहेछ अब जहिले शनिबार मिलाएर आउनु पर्ला टक्क लागेर दामी भइरहेछ जे गोपी डट्स ट्याटु फेस गोपी डट्स ट्याटु रहेछ भान्जीलाई ट्याटु भन ट्याटु होइन यो गोपी डट्स यो फेस हुन्छ नि कलरिङ स्केच टाइपको अब के हो मार्क्स टाइपको डिजाइन अफ समथिङ ठिक छ 150 टु हेरी गाइस प्राइस यहाँको है भान्जीले गर्न लाइन मलाई रमाइलो गाइस ल भाइले बिस्कुट 10 रुपैयाँ माग्नु थियो मैले बिस्कुट दिएको ल बिस्कुट भान्जी त ब्युटिफुल हाँस न कस्तो स्वाद है जय श्री कृष्ण भन जय श्री कृष्ण एकचोटि घुम्दै आगे इथून चला ना दामी रहेछ दामी क्या मजा लाग्यो दिदी सानो सानो मन्दिरको उस रहेछ जहाँ कस्तो दामी मन्दिर दामी छ के यहाँ हेर न वाह ए यही हो अस्ति नै मन परेको छ
दिदी खतरा छ त पुरा झुमर टाइपको छ है पुरा है खतरा भस्मासुरले भजाउँछ हेर्नु न तर चित्त शुद्ध भएन त्यही भएर भक्ति योगमा के देख्छौँ प्रेम बढ्छ वास्तवमा तर अरू देवी देवता संसारतिर पूजा गर्दाखेरि के हुन्छ तपाईँको भौतिक लाभ त होला पनि चित्त शुद्ध हुँदैन रावणको जस्तै छ हमेसा अशान्त हुन्छ तपाईँ हिरण्यकशिपु देख्नु पाइसकेको गीत गीत ओके राधे कृष्ण मारे मारे कृष्ण राखे यदि कृष्ण कसलाई बचाउन चाहन्छ कसले मार्छ म रिक्वेस्ट गर्छु हरेक भक्तहरूलाई जति पनि हामीलाई शिक्षाहरू बताएँ यो मेरो नलेज हो सत्यबाजीले मात्र शिक्षाको नलेज मैले सुनेको एउटा बताएको यसैको कतिको बुझ्नु पाउँछ तपाईँ कतिको सिद्धान्त गौमाताको लागि दान दिन सक्नुहुन्छ र सानो एउटा अनाउन्समेन्ट छ कि यसको नेपाल एउटा प्रोग्राम चलाइरहेको छ फुल फर लाइफ नेपाल के गर्छ उसले सम्पूर्ण काठमाडौँ घारीभरिको हाम्रो विद्यालय छ सरकारी विद्यालय त्यहाँको बच्चाहरूलाई दिवा खाजा हामी चाहिँ खुवाउँछौँ यदि कसैले म पनि सानो दान गर्छु नि त मेरो दानले बच्चा खान चाहन्छ भनेपछि म किन दान नगर्ने भन्नुहुन्छ भने प्लिज हजुरले रिसेप्सनमा गएर त्यसको लागि गाइज अब चाहिँ हामी यहाँबाट फर्किन लागेको इस्कनबाट चाबी यहीँ चाहिँ टक्क बुढा लिङ्गकण्ठ दर्शन गर्न जाने अब अनि फर्किन गए त्यही हो गाइज अब फर्किन लागेको अहिले कति बज्यो 3-4 बज्यो कति बज्यो काम पनि अलिअलि लागेछ 3:30 हुन थालेछ गाइज त्यही हो रमाइलो भयो जे यताउति डुल्यो खाइयो बसियो हिँडियो यसो सुनियो प्रवचन रमाइलो भयो भान्जी लटु दिदी इज गोइङ अन जिम है ल अब जिम स्टार्ट भयो ल वा गर्नु न वा सक्नुहुन्छ दिदीले त खत्रै सक्नुभयो त स्टामिना बवाल रहेछ दिदीसँग त ओ माई गॉड खतरा गर्छ मेरो भाइले त के हो ओहो भान्जी यो रोडिजमा जानुपर्छ अब भान्जी रोडिजमा लिङ्गकण्ठ जाने मन्दिरको माहौल चाहिँ यस्तो छ गाइस यहाँ प्रसादीहरू यताउति छ एकदम यो शालिग्राम हजुर भगवान विष्णुको स्वरूप मानिन्छ प्रत्येक सनातन धर्म मान्नेको घरमा अनिवार्य शालिग्राम घण्टा र शङ्ख हुनुपर्छ सबै शालिग्रामहरू यो सबै डिफ्रेन्ट हजुर यो सबै मिन्स एउटै हो पार्ट चाहिँ होइन अब यो भित्र यसलाई फुटाएर हेरिन्छ जस्तै कि यसलाई होल बनाएको छ यहाँभित्र हजुरले चक्र देख्न सक्नुहुन्छ अब यसलाई 2 पार्टमा हामीले फुटायौँ भने यो भित्र चक्र बनिएको हुन्छ यो जुन चाहिँ हाम्रो गण्डकी खोलामा पाइन्छ है हजुर हाम्रो यो ओरिजिनल शालिग्राम हो अनि हाम्रो यो रुद्राक्ष हो बोक्रा सुधार कति मुखी रुद्राक्ष यो आफ्नो भाग्यको लक आफ्नो लक हो यो भित्र जति मुखी पनि पर्न सक्छ यसलाई स्किन चाहिँ रिमुभ गर्ने भित्र यो त्यस्तो दाना हुन्छ अब त्यो कति मुखी पर्छ एकचोटि हेर्न मिल्छ एउटा दानालाई 10 रुपैयाँ एउटा दाना 10 रुपैयाँ यो रुद्राक्ष प्लान्ट हो
यो रुद्राक्ष प्लान्ट हो ए हो यो डिसहरू एकचोटि हेर्नु दसैँ र हो मैले हेरेँ यो खाना नि मिल्छ कति 5 मुखी हो 5 मुखे भयो यो सानै हजुरले आफै गर्नुहोस् उसले न आफै उसले निकालेर यो दुईटाको गरिदिए है हामी आइयो गाइज बुढालिङ कण्ठको मन्दिर जुत्ता हाल्नुपर्छ यहाँ सो गाइज अहिले रमाइलो थियो यहाँ पनि माहौल मान्छेहरू धेरै हुनुहुन्छ यहाँ पनि कहाँ खोल्ने जुत्ता उता होला उता रहेछ आउनु दिदी पाँच बजे पऱ्यो है दुईजनाको लागि नानी यता हामी चाहिँ दर्शन गरेर आएको भर्खरै भित्र क्यामेराहरू भिडियोहरू केही बनाउनु नमिल्दो रहेछ त्यही भएर अफ गरेको थिएँ Precious fool, how beautiful flower. भयो गाइज हाम्रो अब टक्क अब चार्ज पनि छैन मोबाइलमा भगवान्जीको पर्छ चार्ज पनि छैन गाइज मोबाइलमा आजको लागि यति हो भ्लग सी यु इन नेक्स्ट भ्लग गाइज सब्सक्राइब गरिदिनु होला लाइक पनि गरिदिनु होला बाई भनिदिनु मम्मी यता भ्लगमा बाई भनिदिनु न सबैलाई बाई